नमस्कार। अहिले सोसल मिडियामा चाहिँ हेर्दाखेरि त्रिभुवन युनिभर्सिटीको ग्रेजुएसन गरेका भाइ बहिनीहरूको पिक्चरहरू, रिलहरू, तिनीहरूका इमोसनल पोस्टहरूले सोसल मिडिया यति मिठोसित रङ्गिएको छ। साह्रै मिठा पिक्चरहरू देखिएको छ। तपाईँहरूको बाबाको, तपाईँहरूको हजुरआमाहरूको, तपाईँको आफ्नै परिवारको, सम्पूर्ण समाजको एउटा सपना हो। तपाईँहरूलाई धेरै धेरै बधाई छ जो जो कम्प्लिटेड गर्नुभएको छ। बिग एचिभमेन्ट हो यो। राम्रोसँग सेलिब्रेट गर्नु। यु डिजर्भ टु सेलिब्रेट, ओके। तर सँगसँगै चाहिँ रमाइलो कहाँ लागिरहेछ भन्नुहुन्छ भने त्यहाँ त्योबाट टपर गरेका विद्यार्थीहरू अथवा डिस्टिङसन आएका विद्यार्थीहरूले युनिभर्सिटीकोमा चाहिँ त्यो ग्रेजुएटको सेरेमनीमा चाहिँ दुई चारवटा भनेका वाक्यहरू सोसल मिडियामा यति मिठोसँग भाइरल भइरहेछ है। तपाईँहरूले नि हेर्नुभयो होला, सुन्नुभयो होला। म चाहिँ धेरैचोटि हेरेँ, मैले सेयर पनि गरेको छु त्यो। युनिभर्सिटीको टपर स्टुडेन्ट्सले के भन्नुभएको छ त्यहाँ भने अरूले पनि त्यस्तो आइरहेछ त्यहाँ कति विद्यार्थीहरूको। युनिभर्सिटीले सर्टिफिकेट दिएर मात्रै हुन्छ, पास आउट मात्रै गरेर हुन्छ, खोइ हामीलाई जब चाहियो हामीलाई। अब मैले यो सर्टिफिकेट लिएर कहाँ जाने, जबै छैन, म एक बस्दिनँ, दुई बस्दिनँ, तिन बस्दिनँ, म नेपालमा बस्ने, मेरो सेटल हुनै छैन, माइने छैन, म विदेश गइहाल्ने हो, विदेश गएपछि त भइहाल्छ। यस्तो भिडियोहरू यति मजाले छरपष्ट रूपमा सोसल मिडियामा आएका छन्। कोही म अस्ट्रेलिया के अरे मलेसिया उड्दैछु, म छिटो गएँ भनेर आइरहेछन् होइन। त्यो एउटा फ्रस्ट्रेसन चाहिँ रियल टाइपको फ्रस्ट्रेसन पनि देखिन्छ त्यहाँ। कति विद्यार्थीहरूको इमोसन्स जेन्युनली पनि देखिन्छ त्यहाँ त्यो। तर यो सबै कुरा सत्य 100% चाहिँ होइन है। म आफैमा चाहिँ एउटा शिक्षण पेसामा लागेको 10-12 वर्ष नेपालमा, म अहिले युएसमा छु। म चाहिँ यहाँको र नेपालको कम्पेयर गरेर तपाईँहरूलाई यथार्थ म बुझाइदिने प्रयास गर्छु मेरो हातबाट। तपाईँहरूको आफ्नो डिसिजन त आफ्नो ठाउँमा छ है। अब सुन्नुहोस्, तपाईँले गरेको यो प्रश्न, कुनै पनि युनिभर्सिटीले के जब ग्यारेन्टी गरिदिन्छ? संसारका कुन युनिभर्सिटीले जब ग्यारेन्टी गरिदिन्छ? ल सुन्नुहोस्, नेपालमा होस् अथवा अमेरिका होस् अथवा युरोप, अस्ट्रेलिया, कहीँ पनि होस्, कुनै पनि युनिभर्सिटीले वर्ल्डमा चाहिँ नो युनिभर्सिटी एनिवेयर इन द वर्ल्ड क्रिएट्स रेडीमेड जब फर ग्रेजुएट्स। कुनै युनिभर्सिटीले पनि तपाईँहरूलाई जब क्रिएट गरेर तपाईँको हातमै ग्रेजुएट गरेर दिँदैन। हार्डफोर्डले दिन्न होइन, के अरे अक्सफोर्डले दिन्न, स्ट्यान्डफोर्डले दिन्न, हार्वर्डले दिन्न, त्रिभुवन युनिभर्सिटीले दिन्न, कुनै युनिभर्सिटीले पनि दिन्नन्। जब मार्केट युनिभर्सिटीले क्रिएट गर्ने होइन, जब मार्केट चाहिँ त्यो देशको इकोनोमीले क्रिएट गर्ने हो। यो कुरा बुझ्नुहोस्। युनिभर्सिटीले तपाईँलाई शिक्षा दिन्छ, एजुकेसन होइन, नलेज दिन्छ, स्किल दिन्छ, तपाईँहरूलाई डिग्री दिन्छ होइन। तर जब भनेको तपाईँहरूको विद्यार्थीको तयारी कस्तो छ, तपाईँको नेटवर्किङ कस्तो छ, तपाईँको एक्सपिरियन्स कस्तो छ, तपाईँले कुनै पनि प्रोफेसनमा कन्सिस्टेन्सी +2 पास गरिसकेपछि कति दिनुभएको छ होइन। ब्याचलर डिग्री पास गर्दाखेरि मैले यो गरिसक्छु भनेर तपाईँ कति तयारीमा हुनुहुन्छ, यी यावत कुराहरूमा भर पर्ने गर्छ जब भनेको। यदि यो भने पढेको युनिभर्सिटी पढेको के काम भन्ने क्वेसन आउला। युनिभर्सिटीको रियल रोल के हो त? यहाँ जाउँ। युनिभर्सिटीको रेस्पोन्सिबिलिटी केमा पर्छ भन्नुहुन्छ भने एकाडेमिक नलेजमा तपाईँलाई रिसर्च ल्याब आइडियाजहरूको एक्सपोजिङ गरिदिने काम गर्छ। तपाईँहरूको एनालिटिकल स्किल, फाउन्डेसन स्किल्सहरू विकास गरिदिने काम गर्छ होइन। तपाईँहरूलाई एउटा लर्निङ इन्भाइरोमेन्ट प्रोभाइड गर्ने काम गर्छ। तपाईँलाई अवार्ड दिन्छ, सर्टिफिकेट दिन्छ, डिग्री दिन्छ होइन, करियर गाइडेन्स दिन्छ, तर जब ग्यारेन्टी गर्दैन। नो वेयर इन द वर्ल्ड इज अ युनिभर्सिटी रेस्पोन्सिबल फर जब ग्यारेन्टी। यो तपाईँहरूले बुझ्न जरुरी छ। चाहे नेपालमा होस्, चाहे अमेरिका, चाहे जहाँसुकै होस्, कुनै युनिभर्सिटीले पनि जब दिँदैन है। अब विदेशतिरको कुरा गरौँ त। ल तपाईँहरूलाई लाग्ला कि नेपालमा जबै छैन, विदेशतिर त झ्याप्की झ्याप जब पाइन्छ। सुन्नुहोस्, अब म तपाईँहरूलाई रियल डेटाको स्ट्याटिस्टिक्स, युएस जब मार्केटको स्ट्याटिस्टिक्स भन्छु, यो लेटेस्ट मार्केट है, कोभिड पछिको। अमेरिकामा अहिले ग्रेजुएट गरेका विद्यार्थीहरू एराउन्ड 25% जति मात्रै विद्यार्थीहरू 3 महिनाभित्र जागिर लाग्छन् उनीहरूको आफ्नो फिल्डमा। 75% विद्यार्थीहरूले ग्रेजुएट गरेको 3 महिनासम्म उनीहरूको प्रोफेसनल फिल्डमा जागिर पाउने चान्स नै छैन। अब सुन्नुहोस्, 6 महिनाभित्र 40 देखि 45 विद्यार्थीहरूले प्रोफेसनल जब पाउँछन् भनेको छ अहिले। भनेको 50 देखि 55% विद्यार्थी ग्रेजुएट गरेर सर्टिफिकेट भित्र टाँसिसकेको 6 महिनासम्म पनि उनीहरूले जब पाउँदैन, अनइम्प्लोइमेन्टै रहन्छन्। अथवा तिनीहरूले त्यो बाहेक त्यो नन प्रोफेसनल जबहरू अथवा उनीहरूको डिग्री नचाहिने जबहरूमा उनीहरू इन्भल्भ हुन्छन् है। 12 महिनासम्म चाहिँ चान्चुन हिसाब गर्दाखेरि 25% विद्यार्थीहरू अहिले पनि अनइम्प्लोइमेन्ट भएको पाइन्छ, ग्रेजुएट गरेको 1 वर्षपछि पनि।
अब एराउन्ड ग्रेजुएट गरिसकेका विद्यार्थीहरूको युएसको डाटा अनुसार 40% युएस ग्रेजुएट स्टुडेन्ट्सहरूले यस्तो कामहरूलाई अपनाउँछन्, यस्तो काम गर्छन् जुन काम चाहिँ उनीहरूको डिग्रीसँग रिलेटेड छैन, पढाइसँग रिलेटेड छैन। नर्मल्ली रिटेल स्टोर, रेस्टुरेन्ट, कस्टमर सर्भिस, डेलिभरी, वेयर हाउस जुन नर्मल जबहरू छन् ती जबहरूमा चाहिँ 30 देखि 40% ग्रेजुएट स्टुडेन्ट्सहरूले काम गरेको पाइएको छ अहिले। अब भन्नुहोस्, अमेरिकाको ताजा अहिलेको चाहिँ यो लेटेस्ट डेटा हो यो। इभन अमेरिकन्स डु नट गेट ग्यारेन्टेड प्रोफेसनल जब एफ्टर ग्रेजुएसन। पछि जब पाउने यहाँ पनि चान्स छैन, अस्ट्रेलिया, युरोप कोही पनि छैन। त्यो भएर विदेशी सपनाको वास्तवमा तपाईँहरूले यदि विदेशी सपना ग्रेजुएसन पछि देख्नु भएको छ भने त्यसको ट्रुथ यो हो। नेपालमा चाहिँ धेरै स्टुडेन्ट्सहरूले म ब्याचलर गरेपछि विदेश जान्छु अनि एउटा प्रोफेसनल जब खान्छु होइन, यहाँ त जबै पाइँदैन। त्यो रियालिटी एकदमै फरक छ, त्यो हुँदै होइन। Nobody gets professional job immediately, not even American, in USA and in Europe, होइन। एज एन इन्टरनेसनल स्टुडेन्ट्स भएर आउनु भएको छ भने तपाईँहरूलाई 5 देखि 10 साल तपाईँको माइन्डमा टक्क म 10 वर्षसम्म स्ट्रगल गर्छु, त्यसपछि मात्रै तपाईँले ब्याचलर पास गरेको जब खान सक्ने अवस्था आउने गर्छ बल्ल। त्यो पनि 5 देखि 10 वर्षसम्म कन्सिस्टेन्सी तपाईँ फाइनल प्रोफेसनल करियर लिड गर्न सक्नु होला। त्यसपछि त्यससम्म तपाईँको एक्सपिरियन्स, नेटवर्किङ, एडभान्स स्किल्समा धेरै नै फरक पर्ने गर्छ। भनेपछि तपाईँहरू आउने बित्तिकै काम गर्ने के हो त? तपाईँ यदि ल आइहाल्नुभयो, म त यहाँ नेपालमा केही छैन, विदेश गएपछि भइहाल्छ, तपाईँहरूले यहाँ आएर पढ्न सुरु गर्नुभयो भने तपाईँले पार्ट टाइम जब दुःख सुख, फुल टाइम त पाउनुहुन्न विद्यार्थी भएर आउँदाखेरि। पार्ट टाइम जब रेस्टुरेन्टमा गर्ने हो है विद्यार्थीहरूले, ग्रोसरी स्टोरमा, ग्यास स्टेसनमा, अनि डेलिभरी, उबर, डोरड्यास, त्यो पनि चिनेको ठाउँमा होइन, यस्ता कुराहरू। किनभने डाइरेक्टली काम गर्न पाइँदैन, लुकी गर्ने हो। उबर, लिफ्ट, एयरपोर्टतिर हेल्पिङ गर्ने, क्लिनिङ जबहरू, सेल्स, रिटेल, प्याकेजिङ, नर्मल जुन नर्मल मान्छेहरूले, नपढेका मान्छेहरूले पनि गर्न सकिन्छ त्यस्ता जबहरू हामी यहाँ गर्ने हो सुरुवातमा आएर करिब 4-5 वर्षसम्म। त्यसपछि तपाईँले एकाडेमिकली अगाडि बढाउनु भयो, आफूलाई कम्पिटिटिभ बनाउनु भयो, एडभान्स स्किल सिक्नुभयो, प्रोफेसनल्ली तपाईँसँग सबै कुरा छ, नेटवर्किङ छ, तपाईँ होइन यहाँको कागजात बन्यो भने मात्रै त्यसपछि तपाईँ प्रोफेसनल डिग्रीमा कम्पिट गर्न पाउनुहुन्छ। अब सुन्नुहोस् प्रोफेसनल डिग्रीको हालत के छ यहाँ। अहिले तपाईँ प्रोफेसनल डिग्री चाहिँ यदि गर्ने हो भने लिङ्कडेनमा तपाईँले गएर हेर्नुभयो टेक्निकल प्रोफेसनल डिग्री जुन ग्रेजुएट पास गरेका स्टुडेन्ट्स भने एउटा लिङ्कडेनको जब खोल्दाखेरि 10 देखि 20 हजारसम्म एप्लिकेन्ट परेको छ। त्यो भनेको डाटा हेर्नुहोस् त, एउटा जागिरलाई 10 देखि 20 हजारसम्म एप्लिकेन्ट परिरहेछ भने त्यो नेपालमा भन्दा पनि टफ छ त्यहाँ सिलेक्ट हुनको लागि। कम्तीमा 5 वर्ष त्यो रिलेटेड फिल्डमा एक्सपिरियन्स नभएकोले त्यो जागिर पाउने अवस्थै छैन। एडभान्स स्किल, सर्टिफिकेट त्यो त कतिको छ, संसारको सबै मान्छेहरू छ यहाँ होइन। त्यसकारण चाहिँ त्यो कम्पिटिटिभ जब झ्याप्प खाइएला भन्ने यहीँ अमेरिकन यहीँकालाई पनि धेरै नै गाह्रो छ। अब सुन्नुहोस्, जुन नर्मल जब अमेरिका खान्छन् विद्यार्थीहरू अथवा नर्मल मान्छेहरू आएर खाइन्छ होइन, सुरुवातमा हामी सबैले आएर तिनै जब गरेको हो, तर नेपालमा यहाँ अमेरिका आएर ती जबहरू गर्नलाई एकदम सहज हुने, तर नेपालमा ती जबहरू गर्नलाई एकदम गाह्रो हुने। वास्तव भन्यो भने रेस्टुरेन्ट, ग्रोसरी स्टोर, कुकिङ होइन, यस्ता ग्रोसरी स्टोरतिर अनि क्लिनिङ, तपाईँ उबर, लिफ्ट, सेल्स यस्ता जागिर त नेपालमा त यहाँभन्दा नि बढी पाइन्छन् होइन। तपाईँ किसान अथवा एग्रिकल्चरतिर यताउतितिर तपाईँ दिनको काम गर्छु भनेर जानुहोस् त, यहाँभन्दा कति पाइन्छ, तर त्यहाँ हामी गर्दैनौँ किनभने हाम्रो इगो म्याटर गर्छ त्यसमा। यत्रो पढेको मान्छेले यहाँ गर्यो भन्ने हुन्छ, समस्या हुन्छ होइन। त्यो बाटो त्यही हो। अब सुन्नुहोस्, यहाँ त अमेरिका त पैसा हुन्छ नि त्यहाँ, पछि उहाँ त हुन्न, अनि कसरी गर्ने? त्यो पनि होइन। यी नर्मल काम गरेर अमेरिकामा हार्डली मान्छेलाई बाँच्नै धन्न गाह्रो हुन्छ। जस्तो नेपालमा छ त्यस्तै हो, किनभने यहाँ डलरमै खर्च गर्नुपर्छ। तपाईँ यहाँ नखाइकन नसुतिकन कसै नगरिकन कमाएको नेपाल पठाइयो भने मात्रै बढी देखिने हो, नत्र त्यो नर्मल तरिकाले इन्कम गरेर चाहिँ यहाँ बाँच्न नेपालमा जस्तै धौधौ नै हो उस्तै गाह्रो है। यो कुरा पनि बुझ्न जरुरी छ। अब नेपालमा के अवस्थै छैन त? यस्तो त होइन। तपाईँ याद गर्नुहुन्छ अहिलेको नेपालको डाटा हेर्दाखेरि 2017 पछिको नेपालको डेटा हेर्ने हो भने 2017 पछि तपाईँ डिजिटल, अनलाइन, आइटी इन्डस्ट्री, फाइनान्स इन्डस्ट्रिजतिर यति धेरै कम्पनीहरू रजिस्टर भएका छन् नेपालमा। नेपालका यङ युथहरूले यति धेरै कम्पनी रजिस्टर गरेर नेपालबाट यति मजाले काम गरिरहेछन् होइन। यस्तो बुम भइरहेछ कि आइटी नेपालमा होइन। आइटी मात्रै होइन कि डिजिटल कुनै पनि प्लेटफर्म एकदम बुम भइरहेछ।
होइन। इन्फर्मेसन टेक्नोलोजी त हरेक ठाउँमा चाहिने कुरा भयो त्यो, होइन। कति विद्यार्थीहरूले आफ्नै स्टार्टअप गरिरहेछ ब्याचलर पढ्दा पढ्दै, कतिले आइटी कम्पनीहरू कुनै पनि टेक्निकल कम्पनीहरू रजिस्टर गरिरहेछ, कतिले फार्मिङ कम्पनीहरू रजिस्टर गरिरहेछ। तपाईँ यति ठुला ठुला चाहिँ उद्योगहरू खुलिरहेछन्, जस्तो फ्रेन्च फ्राइज बनाउने उद्योगहरू कस्तो एकदम मजाले आइरहेछ, फ्रिल्यान्सिङका, अनलाइन बिजनेसका, डिजिटल मार्केटिङका, रिटेल स्टोरका, एग्रिकल्चर मोडर्नाइजेसन टाइपका, होइन, फ्यामिली बिजनेसहरू, अथवा कोही चाहिँ विद्यार्थीहरू फ्यामिलीकै राम्रो बिजनेस छ भने त्यसलाई अर्को लेभलमा लगिरहेछन्, होइन। अब सरकारी जागिर खाने तयारी त अब तपाईँ +2 पास गरेपछि मजाले तयारी गर्नुभएको छ भने ब्याचलर डिग्री गर्दा नगर्दा तपाईँ सरकारी जागिरमा पसिसक्नु भएको हुन्छ, होइन। ब्याङ्किङ सेक्टर, एनजिओ आइएनजिओ, यी कुराहरू हेर्ने हो भने नेपालमा चाहिँ नर्मलै बजारमा भएका जागिर पनि कम्ती चाहिँ छैन। सिर्फ हजुरहरूको स्किल, भिजन, पर्सिस्टेन्स, करियर र तपाईँहरूले त्यो फोकस चाहिँ +2 पास गरेपछि केमा गर्नुभएको छ, कति गर्नुभएको छ भन्ने कुरा भर पर्छ। मोस्टली म ब्याचलर पास गरेर जागिरै खाने हो भन्ने माइन्डसेट लिएर यो समस्या आएको हो। म ब्याचलर पढ्न सुरु गरेपछि अब म ब्याचलर डिग्री पास गर्दा मेरो 4 इयर्सको टाइम म्याटरमा म चाहिँ यो बनिसक्छु र मैले यो इस्टाब्लिस गरिसक्छु, म यहाँ अगाडि बढ्छु भनेर तपाईँहरूले एक दिन पनि पढाइ बाहेक कुनै एक्स्ट्रा गर्नु नगरेको कारणले त्यो भयो। द्याट इज निडेड। त्यो तपाईँको स्किल्स त्यहाँबाट विकास गर्दै गर्दै तपाईँ के बनियो टार्गेटेड नभएको भएर सिर्फ पास गर्ने बित्तिकै अब मैले जागिरै खोनियो, तुरुन्त जागिर ल्याएर त कसले हालिदिने? संसारमा कोही पनि कहीँ पनि छैन तपाईँका गोजिया ल्याएर सर्टिफिकेट जसरी युनिभर्सिटीले लो भनेर दिन्छ त्यसरी जागिर ल्याएर फ्याट्ट दिने त्यस्तो अवस्था चाहिँ हुँदैन, है। अब विद्यार्थी, नेपाली विद्यार्थीहरूले विदेशमा एकदम सजिलो किन ठान्छन्, किन देखिन्छ भन्यो भने यहाँ चाहिँ लाइफस्टाइल ल्याभिस देखिन्छ, तर लाइफस्टाइल यहाँको ल्याभिस होइन, लग्जरी लाइफस्टाइल हुँदै होइन। कार हुनु भनेको नेपालमा लग्जरी लाइफस्टाइल हो। फ्यान्सी रोडहरू हुने भनेको नेपालमा चाहिँ, होइन, आइफोन हुनु, कार हुनु, मान्छेहरूले त्यो अनुसार चाहिँ उसको लाइफस्टाइल चल्नु भनेको त्यसलाई हामीले एकदम ल्याभिस देख्छौँ। तर यहाँ निडेड हो, एकदमै निड। तपाईँ गाडी छैन भने न तपाईँ काम गर्न जान सक्नुहुन्छ, न तपाईँ पढ्न जान सक्नुहुन्छ, न तपाईँ ग्रोसरी लिन जान सक्नुहुन्छ। तपाईँको केही उपाय नै छैन, हेर्नुहोस्। र त्यसकारण त्यो गाडीलाई निड अनुसार बनाएको छ। जसरी साइकल बनाएको छ होला पुरानो, पहिला लेस डेभलप हुने बेलामा चाहिँ, अहिले मान्छेहरूलाई गाडी नभए उपाय छैन। चिसो छ, तातो छ, मौसम छ बाहिर, त्यो अनुसार आफू चल्न नि सकिन्न, जान नि हिँडेर जान सक्ने ठाउँमा नि हुँदैन। अब भन्नुहोस्, त्यसकारण यहीँ बनाएको छन् गाडीहरू, अथवा यी कम्पनीहरूले सस्तै छन्, यहाँको चाहिँ जागिर अनुसार त्यो गाडी किन्यो, त्यसलाई इन्सुरेन्स तिर्यो, त्यसलाई तेल भर्यो, त्यही अनुसार चल्यो, त्यो जिन्दगी चाहिँ उस्तै 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 खर्च आम्दानी नर्मली भइरहेको हुन्छ। त्यो निड हो, यो लग्जरी होइन। त्यसकारण त्यहाँका आँखाले यहाँका फोटाहरू हेरेर, गाडीमा हाहा हो गरेका फोटा देखेर, आइफोन यस्तो उस्तो देखेर, सपिङ मलहरू, फ्यान्सी रोडहरू, खतरा फुडहरू यस्तो देखेर तपाईँहरूले त्यहाँबाट चाहिँ ओहो क्या लग्जरी छ त्यहाँ भन्ने कति पनि नसोच्नुहोस्, एकदम निडेड हो। र त्यो यो गाडी यहाँ किनेर नेपाल लिएर जान पाएको, नेपाल लाँदा 400% ट्याक्स तिर्नुपर्छ, होइन। त्यो गाडी यहाँ किनेर के हार्ने, होइन। त्यस कारण चाहिँ त्यस्तो चाहिँ हुँदैन, यहाँ चाहिँ बाँच्नको लागि किन्ने हो त्यो, है। यति बुझ्नुहोस्, त्यो ल्याभिस होइन, त्यो कुराले आकर्षण नहुनुहोस्। अब फरेन कन्ट्रिज नै यदि तपाईँ चाहिँ यदि कति कुराले नि रोकिनुहुन्न र आउनु नै हुन्छ भने, यदि विद्यार्थी पढ्न नै आउने हो तपाईँको फुल्ली छ भने, यति लाइफ बनाउने हो तपाईँको भने, त्यो चाहिँ फुल कन्फर्म छ भने +2 पास गरेपछि विदेशतिर आउनु नै सबैभन्दा बेटर हो विद्यार्थीको लागि। किनभने यहाँको विद्यार्थी जस्तै भएर ऊ हुर्कन्छ, 5-10 वर्षमा ऊ चाहिँ त्यही अनुसारको चाहिँ एउटा मान्छे भएर निस्कन्छ, है। तर अब तपाईँ ब्याचलर डिग्री गरेर यहाँ आउनुहुन्छ भने तपाईँलाई आधा न 60 जस्तो चाहिँ हुन्छ, तपाईँलाई अर्कै प्रेसर हुन्छ। चाहे यदि तपाईँ फुल्ली कन्फर्म भएर विदेशै आउनुहुन्छ, नेपालमा कुनै बाटो छैन भने सम्झनुहोस् 5 देखि 10 वर्ष चाहिँ तपाईँको गोल्डन एज, सायद तपाईँ ब्याचलर डिग्री गर्दा 25 तिरको हुनुभयो, 24-25 तिरको, अबको 5 to 10 इयर्स भनेको तपाईँ 35 वर्षसम्मको त्यो गोल्डन एज चाहिँ तपाईँले कन्ट्रिब्युट गर्नुपर्छ यहाँ नर्मल्ली हरेक परिवेशमा। त्यसपछि तपाईँले सबै कुरा राम्रै गर्दै जानुभयो, समय राम्रै साथ दियो तपाईँलाई भने बल्ल तपाईँले त्यो बेला पास गरेको नेपालको ब्याचलर डिग्री 10 वर्षपछि अथवा 5 देखि 10 वर्षभित्रमा तपाईँले यहाँ प्रोफेसनल डिग्री कुनै खान सक्ने बन्न सक्नुहुन्छ। त्यो ग्यारेन्टी छैन, काम ती धेरै कुराहरू डकुमेन्टेसनको पार्टहरू धेरै छन्, है। एनिवे, मैले यो तपाईँहरूलाई बुझाउन सकेँ कि सकिनँ, है। मैले चाहिँ यथार्थ जे हो त्यही भन्न खोजेको। यो कुराले कसैलाई चाहिँ डाइरेक्टली पिन्च परेको भए माफ पाऊँ, होइन। म आफूले भोगेको देखेको हो, होइन। यहाँ नेपालीहरू जति आउँछौँ हामी डिपी परेर अथवा विद्यार्थीबाट, यहाँ
अननोइङ ठाउँमा आएर गर्ने जागिर भनेको जे पाइन्छ त्यही हो होइन। हामी ग्यास स्टोरदेखि रेस्टुरेन्टदेखि जहाँ जहाँ जे पाइन्छ त्यही गऱ्यौँ, किनभने बाँच्नलाई ती पैसाले बाँच्न मात्रै ठिक्क हुन्छ, त्यो बाहेक केही पनि हुँदैन है। अब सुन्नुहोस्, तपाईँले लिएको डिग्री, फाइनल कुराहरू गरौँ, युनिभर्सिटीबाट, त्रिभुवन युनिभर्सिटीबाट, त्यो एकदम महान छ, यति कुरो बुझ्नुहोस्। त्यो तपाईँको परिवारको, तपाईँको हजुरबा हजुरआमा बुवा आमादेखिको लगनशीलताले आएको कुरा हो। त्यो तपाईँले अहिलेसम्म कुनै बाटो, कुनै योजना माइन्डमा देशमा केही गर्ने अथवा म यस्तो तरिकाले अगाडि बढ्छु भन्ने बनाउनु भएको छैन भने त्यो बनाउन जरुरी छ। तपाईँ युथ हो, तपाईँ युथले कुनै एउटा उद्योग धन्दाहरू सुरुवात गर्न सक्नुहुन्छ देशमै, एउटा कम्पनी रजिस्टर गरेर काम गर्न सक्नुहुन्छ, तपाईँले आफूले जब सँगसँगै अरूलाई जब दिन सक्नुहुन्छ। तपाईँ विदेश आउनको लागि जति लगानी गर्नुहुन्छ त्यति लगानीको आधा मात्रै गर्नुभयो भने तपाईँ नेपालमा एउटा राम्रो इन्डस्ट्रियलिस्ट भएर सुरुवात गर्न सक्नुहुन्छ। 5 देखि 10 वर्ष जुन अमेरिका आएर नर्मल काम गरेर यहाँ स्ट्रगल गर्नुहुन्छ, त्यो मध्येको 4-5 वर्ष तपाईँले नेपालमा स्ट्रगल त्यही लेभलमा गर्नुभयो भने यु विल बी वे अप, तपाईँहरू धेरै माथि हुनुहुन्छ। र पनि तपाईँहरूको कुनै पनि युनिभर्सिटीले ठाउँले तपाईँको फ्युचर चाहिँ डिटरमाइन गर्दैन। यदि तपाईँ विदेशको लागि नै हो भने आउनु नै हुन्छ, त्यसको लागि शुभकामना। नत्र सकेसम्म आफ्नो ठाउँ, आफ्नो देश, आफ्नो परिवेश भनेको जस्तो राम्रो विदेश चाहिँ हुँदैन। विदेशमा यदि सफलता भइसकेपछि पनि जेनेरेसन टु जेनेरेसनले दुःख भोग्न पर्ने दुःखहरू चाहिँ तपाईँहरूले बुझेकै हुनुहुन्न, यहीँ आएपछि मात्रै बुझिन्छ त्यो कुराहरू। त्यसकारण चाहिँ होइन, इल्युजन भएर विदेश नआउनुहोस्। ट्रुथ यस्तो हो, म यस्तो हुन्छु भनेर बुझेर मात्रै आउनुहोस् यदि आउने हो भने। नत्र अमेजिङ अपर्च्युनिटिजहरू नेपालमा क्रिएट गर्न सकिने अवस्था छ, हुन्छ। हामी चाहिँ ब्याचलर पढ्ने बेलाबाटै टिचिङ, हामी मास्टरै बन्ने भन्ने सोच हुन्थ्यो त्यो बेला। ब्याचलरबाटै टिचिङ जब सुरु गर्दै गर्दै पढियो, त्यही प्रोफेसनमा लागियो होइन। तपाईँहरूले कुनै अहिलेसम्म प्रोफेसन कुनै चुज गर्नु भएको छैन भने सुरु गर्नुहोस् होइन। त्यसपछि चाहिँ तपाईँको त्यो बाटो चाहिँ सुस्तो 3-4 वर्षको स्ट्रगलमा तपाईँ त्यहाँ एउटा राम्रो व्यक्ति भएर निस्कनुहुन्छ। अहिले भन्ने भने इन्फर्मेसन टेक्नोलोजीमा नेपाल धेरै नै अगाडि छ। नेपालमा युज भएका सफ्टवेयरहरू, नेपालमा युज भएका आइटीका फिल्डहरू चाहिँ युरोपमा, अमेरिका, कति देशहरूमा युज भएकै छैन, त्यति माथि छ है। त्यसकारण चाहिँ मैले यो तपाईँहरूलाई बुझाउन सकिनँ। तपाईँहरूलाई धेरै धेरै शुभकामना। बेस्ट टु डे। थ्याङ्क यू सो मच। नमस्ते।